पर्वत, म्याग्दी र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवं धार्मिक पर्यटकीय स्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो। जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले 3200 मिटर उचाइमा रहेको खुला घाँसे मैदान र पहाडी भू आकृतिले भरिपूर्ण उक्त क्षेत्रलाई दीर्घकालीन रूपमा धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न अध्ययन सुरु गरिएको जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराबाट सम्भाव्यताको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पार्न रु 40 लाख बजेट विनियोजन भएको छ। सम्भाव्यताको अध्ययन गर्नका लागि कार्यालयका प्रमुख विदुरमान श्रेष्ठको नेतृत्वमा जलजला गाउँपालिकाका उपाध्यक्ष, आचार्य सहितका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि र कर्मचारी सहितको टोलीले ताल निर्माण स्थलको गत हप्ता स्थलगत निरीक्षण गरेको छ। टोलीले प्रस्तावित ताल निर्माण स्थलको भौगोलिक स्वरूप, सम्भाव्यता, वातावरणीय असर, जलस्रोत उपलब्धता र दीर्घकालीन प्रभावको प्रत्यक्ष अवलोकन गरेको उपाध्यक्ष आचार्यले बताउनुभयो। उहाँका अनुसार ताल निर्माणका लागि उपयुक्त देखिएको र जलस्रोत व्यवस्थापन तथा सुरक्षाका उपायका बारेमा पनि विस्तृत छलफल भएको छ। ताल निर्माण सम्पन्न भएमा कालाञ्जर, हम्पाल र जलजला क्षेत्र धार्मिक स्थलका रूपमा मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्न सक्ने आयोजना कार्यालय पोखराका प्रमुख श्रेष्ठले बताउनुभयो। हम्पाल र जलजलाबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमाल तथा म्याग्दी, पर्वत र बागलुङका रमणीय भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ। हिन्दू धर्मग्रन्थ अग्नि, गरुड, कूर्म, बाराह, स्कन्द, शिव, महा, पद्य, बृहन्नारदीय, लिङ्ग, मत्स्य, महाभारत र श्रीमद् भागवतमा हम्पाल र कालाञ्जरको प्रसङ्ग उल्लेख भएको कालीगण्डकी क्षेत्रको संस्कृति र सम्पदाको अध्येता प्राडा जगन्नाथ रेग्मीले बताउनुभयो। उहाँका अनुसार धार्मिक ग्रन्थमा जलजला क्षेत्रलाई ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको र यहाँको जडीबुटी औषधिका रूपमा प्रयोग गरेको उल्लेख छ। यस क्षेत्रको भ्रमण गरेमा पुण्य मिल्ने, तपस्या गर्दा सिद्धि प्राप्ति हुने र पिण्डदान गर्नाले पितृहरूले सद्गति प्राप्त गर्ने धार्मिक ग्रन्थहरूमा बताइएको छ। पहाडका टाकुरामा अवस्थित जलजलाको खोजमा सीम छ। खोजको पृष्ठभूमिमा अन्नपूर्ण हिमाल देखिन्छ। बोझो, सतुवा, चिराइतो, अमिली, ब्राह्मे, भोलटाप्रे, पाषणभेद, जेठीमधु, पदमचाल्नु, निरमसी, जटामसी, टिमुर लगायतका जडीबुटी पाइने जलजला जैविक विविधतायुक्त स्थल हो। यहाँको पाखामा मृगको बथान भेटिन्छन्। डाफे, मुनाल, कालिज, च्याखुरा, गिद्ध, लुइचे, हुकेचरा, दुम्सी, लाटोकोसेरा आदि पक्षी अवलोकन गर्न पाइन्छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घोडेपनी, पुनहिल, मोहरे डाँडा, नागी र पर्वतको मोदी गाउँपालिका तर्फबाट जलजलालाई पदमार्गकले जोडिएको छ। पर्वतको जलजला गाउँपालिकाको लेखफाट, सालिजात तर्फबाट जलजलासम्म कच्ची सडक पुगेको छ।